नमस्कार अनि हार्दिक स्वागत छ दर्शकबिनहरू। तपाईहरुलाई हार्दिक स्वागत ठक्राउन चाहन्छौँ। आज हामीहरू वनरक्षक तथा गेम स्काउट तयारी भाग 1 लिएर वनरक्षकको एकदमै परीक्षामा लिखित परीक्षामा सोध्ने अति नै महत्त्वपूर्ण प्रश्न उत्तरहरू लिएर उपस्थित भइसकेका छौँ र आजको प्रश्नहरू तपाईहरुलाई कस्तो लाग्छ जस्तो लाग्छ त्यस्तै प्रतिक्रिया दिन पनि नबिर्सनु होला र हामीहरूले अपलोड गरिएका भिडियोहरू कस्तो लागिरहेको छ त्यो सम्बन्धी पनि कमेन्ट गर्नु होला। कस्ता खाले भिडियोहरू तपाईहरु अझै अपेक्षा गर्नुहुन्छ, कस्ता खाले क्वेशनहरू तपाईले अपेक्षा गर्नुहुन्छ त्यो कमेन्ट गर्नु होला। तपाईहरुकै कमेन्टको आधारमा हामीहरू अगाडि बढ्दै जानेछौँ। तसर्थ पनि साथीहरुलाई आजको यो नयाँ नवीनतम भिडियोमा स्वागत गर्न चाहन्छौँ र आज भाग 1 लिएर आइसकेका छौँ। हाम्रो युट्युब च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानल सब्स्क्राइब गरी जोडिन नबिर्सनु होला। साथै फेसबुक पेजमा पनि नयाँ हुनुहुन्छ भने फेसबुक पेज पनि फलो गरी जोडिन नबिर्सनु होला र आजको भिडियो सुरुवात गर्न अनुमति चाहन्छौँ। प्रश्न नम्बर 1 मा रहेको छ, कुन मृगको नाइटोमा बीडा हुन्छ? कुन मृगको नाइटोमा बीडा हुन्छ? यसको सही उत्तर रहेको छ कस्तुरी। प्रश्न नम्बर 2, नेपालमा कति प्रकारका लालीगुराँसहरू पाइन्छन्? नेपालमा कति प्रकारका लालीगुराँसहरू पाइन्छन्? यसको सही उत्तर रहेको छ 32 प्रकारका। क्वेशन नम्बर 3, डाक्टर मुकेश चालिसे कुन जीवसँग सम्बन्धित छन्? डाक्टर मुकेश चालिसे कुन जीवसँग सम्बन्धित छन्? यसको सही उत्तर रहेको छ बाँदर। क्वेशन नम्बर 4, यूरो 1 केसँग सम्बन्धित छ? यूरो 1 केसँग सम्बन्धित छ? यसको सही उत्तर रहेको छ सवारी प्रदूषण। क्वेशन नम्बर 5, नेपाल सरकारले पिपलाको फलको राजस्व कति तोकेको छ? नेपाल सरकारले पिपलाको फलको राजस्व कति तोकेको छ? यसको सही उत्तर रहेको छ रु 10 रुपैयाँ। प्रश्न नम्बर 6, टिमुरको बिरुवा रोप्ने समय कुन हो? टिमुरको बिरुवा रोप्ने समय कुन हो? यसको सही उत्तर रहेको छ असार साउन। असार साउन टिमुरको बिरुवा रोप्ने समय कुन हो त? असार साउन अर्थात् बर्सातको समयमा। त्यस्तै क्वेशन नम्बर 7, विश्व वातावरण दिवस कहिले मनाइन्छ? विश्व वातावरण दिवस कहिले मनाइन्छ? यसको सही उत्तर रहेको छ जुन 5। विश्व वातावरण दिवस कहिले मनाइन्छ त? यसको सही उत्तर रहेको छ जुन 5 मा। हरेक प्रश्नहरूको 4 वटा अप्सनहरू पनि तपाईहरुले परीक्षामा पाउने गर्नुहुन्छ। तपाईहरुलाई भन्न गइरहेका छौं र यति बेला प्रश्न नम्बर 8 अर्थात् क्वेशन नम्बर 8 मा रहेको छ, चौरी गाईको पुच्छरलाई के भनिन्छ? चौरी गाईको पुच्छरलाई के भनिन्छ? यसको सही उत्तर रहेको छ चमर। क्वेशन नम्बर 9, जिब्रोबाट पसिना निकाल्ने जनावर कुन हो? जिब्रोबाट पसिना निकाल्ने जनावर कुन हो? यसको सही उत्तर रहेको छ कुकुर। प्रश्न नम्बर 10, धमिरा बस्ने ठाउँलाई के भनिन्छ? धमिरा बस्ने ठाउँलाई के भनिन्छ? देवल। यस्तै तपाईहरुले धमिरा बस्ने ठाउँलाई के भनिन्छ? देवल। त्यसपछि परेवा बस्ने ठाउँलाई के भनिन्छ? गञ्ज। यिनी कुराहरू चाहिँ तपाईहरुले सम्झिराख्नु होला। गाई बस्ने गोठ, त्यस्तै घोडा बस्ने तबेला, यिनी कुराहरू चाहिँ एउटालाई सम्झिँदाखेरि अरू चीजहरूलाई पनि लिंक गरेर पढ्नु होला। त्यो गर्दाखेरि तपाईहरुलाई धेरै सहज पर्न जान्छ। त्यस्तै क्वेशन नम्बर 11 मा रहेको छ, गुड नबनाउने चरा कुन हो? गुड नबनाउने चरा कुन हो? यसको सही उत्तर हो कोइली। त्यस्तै क्वेशन नम्बर 12, लालीगुराँसको घर भनेर नेपालको कुन ठाउँलाई चिनिन्छ? लालीगुराँसको घर भनेर नेपालको कुन ठाउँलाई चिनिन्छ? यसको सही उत्तर रहेको छ इलामको मिल्के डाँडा। इलामको मिल्के डाँडालाई लालीगुराँसको घर भनेर पनि चिनिन्छ। त्यस्तै क्वेशन नम्बर 13, रुखको दाउरा मापन गर्दा कति घनफिटको एक चट्टा हुन्छ? रुखको दाउरा मापन गर्दा कति घनफिटको एक चट्टा हुन्छ? यसको सही उत्तर रहेको छ 500 घनफिटको एक चट्टा हुन्छ। त्यस्तै क्वेशन नम्बर 14 मा रहेको छ, गैडाको बच्चालाई के भनिन्छ? केटाकेटी। गैडाको बच्चालाई के भनिन्छ? केटो अर्थात् केटी। यस्तै गैडाको बच्चालाई केटी भनिन्छ। त्यस्तै बाघको बच्चालाई डमरू भनिन्छ। हाँसको बच्चालाई ट्युरो भनिन्छ। यस्ता क्वेशनहरू पनि साथीहरुले लिंक गरेर पढ्नु होला। त्यस्तै क्वेशन नम्बर 15 मा रहेको छ, पातहरू हल्लिँदा कति डेसिबलको ध्वनि उत्पन्न हुन्छ? पातहरू हल्लिँदा कति डेसिबलको ध्वनि उत्पन्न हुन्छ? यसको सही उत्तर रहेको छ 10। त्यस्तै क्वेशन नम्बर 16, वृत्ताकार शैलीमा उड्ने पंक्षी कुन हो? वृत्ताकार शैलीमा उड्ने पंक्षी कुन हो? यसको सही उत्तर रहेको छ सेतो गरुड। क्वेशन नम्बर 17, नेपालमा मात्रै पाइने चरा कुन हो? नेपालमा मात्र पाइने चरा कुन हो? यसको सही उत्तर रहेको छ
काँडे भ्याकुर। त्यस्तै संसारको जुनसुकै ठाउँमा पनि पाइने चरा कुन हो त? भँगेरा। संसारको जुनसुकै ठाउँमा पाइने चरा कुन हो? भँगेरा। त्यस्तै नेपालमा मात्र पाइने चरा कुन हो त? काँडे भ्याकुर। क्वेसन नम्बर 18, छपान गर्नुपर्ने रुखमा कति ठाउँमा ब्लेज चिन्ह लगाउनु पर्छ? छपान गर्नुपर्ने रुखमा कति ठाउँमा ब्लेज चिन्ह लगाउनु पर्छ? यसको सही उत्तर रहेको छ 2 ठाउँमा। क्वेसन नम्बर 19, रात दिन अक्सिजन दिइरहने बिरुवा कुन हो? रात दिन अक्सिजन दिइरहने बिरुवा कुन हो? यसको सही उत्तर रहेको छ तुलसी। क्वेसन नम्बर 20, खर मयूरलाई अङ्ग्रेजीमा के भनिन्छ? खर मयूरलाई अङ्ग्रेजीमा के भनिन्छ? यसको सही उत्तर रहेको छ बेङ्गल फ्लोरिकन। बेङ्गल फ्लोरिकन भनिन्छ खर मयूरलाई। आजको यो क्वेसन सेट तपाईँहरूलाई कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै प्रतिक्रिया दिन नबिर्सनु होला। र यस्तै क्वेसन सेटहरू प्राप्त गर्नको लागि हामीहरूसँग च्यानलमा हुनुहुन्छ, युट्युब च्यानलमा हुनुहुन्छ भने सब्सक्राइब गरेर जोडिनु होला, सब्सक्राइब गर्नु होला, कमेन्ट गर्नु होला। भिडियो राम्रो लाग्छ भने लाइक गरिदिनु होला, अनि सल्लाह सुझाव छ भने कमेन्ट गर्नु होला। हौसलाको लागि सेयर गरिदिनु होला सम्पूर्ण साथीहरूलाई अरू सेटहरू प्राप्त गर्नको लागि। त्यस्तै फेसबुक पेजमा पनि हुनुहुन्छ भने फेसबुक पेजलाई लाइक गर्नु होला, त्यस्तै फेसबुक पेजलाई कमेन्ट गर्न नबिर्सनु होला र फेसबुक पेजलाई फलो गर्न पनि नबिर्सनु होला भन्न चाहन्छौँ। र आजको भिडियो कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै प्रतिक्रिया दिनु होला। र आगामी दिनमा अझै कस्तो खाले क्वेसनहरू ल्याउँदाखेरि तपाईँहरूलाई ठिक हुन्छ कमेन्ट गर्न नबिर्सनु होला। हस्त धन्यवाद। आजको लागि छुटिन चाहन्छौँ। फेरि अर्को भाग लिएर भोलि उपस्थित जनाउनेछौँ।